ल माटोक्ने साथीहरू अब चाहिँ बालेनको इन्जिनियरिङको सर्टिफिकेटमा चाहिँ यो हलीको फोटो टाँसेर यसलाई दिनुपर्ने बेला भएको छ है। माटोक्ने चन्दा उठाएको पैसाले फेरि पनि दोस्रोचोटि पनि बाँसकै पुल निर्माण गरेको छ। यो अस्थायी नै भए पनि गाउँ गाउँ गाडी पुर्याउनलाई माटोक्ने तपाईँहरू मान्नुहोस् नमान्नुहोस् यो हली हुन्थेन भने आज गाउँ गाउँमा पुल पुग्थेन, ढुङ्गामाथि फुल फुल्थेन। माटोक्ने चन्देशाला हली माटोक्ने बरु सबैजना मिलेर बजेटको लागि पहल गरेर एकैचोटि पक्की पुल बनाउँदा हुन्थ्यो होला नि त। माटोक्ने सोच जनताहरूलाई गफ हान्दै पुल बनाउँछु भन्दै माटोक्ने चन्दा उठाएर खान्छ जस्तो हली। फेरि हामीले चन्दाको हिसाब माग्यो भने यो जाठी आइपुग्छ यहाँनिर कराउनलाई। के भन्छ थाहा छ? तु जाठा, तु बङ्गाली, तु चन्दाको हिसाब माग्छस्, तुले कति दिएछ चन्दा? हामीले दिएको चन्दा हामी हिसाब माग्दैन, तु को गर्छ? विदेशी ऋणको हिसाब मात्र होइन कि चन्दाको हिसाब पनि माग तिमीहरू जाठी माटोक्ने। तँ एक्लैले चन्दा दिएको होइन, तँ एक्लैले 5.5 करोड दिएको हो माटोक्ने। सोच जनताहरू अरूले चाहिँ दिएको छैन, तिनीहरूले हिसाब खोज्न पाउनु पर्दैन। विदेशी ऋणको हिसाब चाहियो यसलाई माटोक्ने। विदेशी ऋणको हिसाब खोज्नुपर्छ, हामी पनि खोज्छौँ कि माटोक्ने। तर समय आउन दे कि त्यसको पनि समय आउन दे माटोक्ने। तेरो हजुरबाउहरूले 35 वर्षसम्म लुटेको देश माटोक्ने 35 दिनमा बन्नुपर्छ भनेर यो हलीले गफ हान्ने हो न हो बन्छ भनेर पत्याउने तिमीहरू अनि माटोक्ने। मलाई रोस्ट हान्छ मलाई यो जाठीले माटोक्ने। रोस्ट हान के हान तर माटोक्ने सभ्य भाषामा हान के सभ्य भाषामा। मैले जसरी तँलाई हानेको छु तैँले पनि मैले त्यसरी हान के। जाठी हेर्दा यहीँ यस्तो पसिना माटोक्ने। त्यो चन्दा उठाएर खाने त्यस्तै तिमीहरू हो न हो माटोक्ने। यो चाहिँ सही हो माटोक्ने। एलम्बरको नाति हाम्रो आफ्नै राजा छ रे माटोक्ने। तेरो आफ्नै राजा को छ माटोक्ने हली? जसले तँलाई यो देशमा बस्न दियो माटोक्ने। तिमीहरू त्यसलाई नै यो देशकै होइन भन्ने खालको कुरा गर्ने माटोक्ने। तिमीहरूको माटोक्ने मनमानीमा सबैले चुप्लाएर बस्यो भने त राई लिम्बू तामाङ मगर मात्र नेपाली हो माटोक्ने। हामी त माटोक्ने बङ्गाली हो रे यो जाठीले भनेको माटोक्ने। हामी बङ्गाली माटोक्ने। छेत्री बाहुनहरूलाई बङ्गाली भन्छ यसले माटोक्ने। जातभातको कुरा त गर्न मन थिएन कि माटोक्ने। जातीय विभेद गर्ने तिमीहरू नै हो। तेरो हलीको पार्टी नै हो जातीय विभेदको सुरुवात गर्ने माटोक्ने।